बची आइयो गाली चाहिँ नखाने हुन्थ्यो नि। तपाईँ आज फेरि पिएर यो राति हुँदो त्यही रक्सी खाएर। होइन हो सर त यस्तो लाग्यो साथीभाइहरू बसेको थियो यस्तो रमाइलो भएको थियो नि त। सबैमा उहाँ कम्पिटिसन भयो क्या आज। भन्न थाले अब सबैभन्दा धेरै कसकी बुढी सुन्दर भनेर भन्न थाले होइन। अनि अब त्यसमा त मैले त तिम्रो नाम लिन, सबैले तिम्रै मात्रै तारिफ गरे। सबैभन्दा सुन्दर बुढी कसकी भन्दाखेरि मेरी दिप्ती सबैभन्दा सुन्दर भनेर भन्। ए हो र? कसले भन्यो? कसले? सबै थिए अब त्यहाँ बसेका साथीहरू पार्टनर सबैले। अब त्यहाँ सर त यस्तो लाग्यो पछाडि सबमा दिप्तीले मात्रै माने सबैभन्दा राम्रो। ए सुन्नु सबैभन्दा राम्री मलाई भने। अरू के भने भन्नु न त। अरू अब राम्री तेरी बुढी बहुत राम्री छे भनेर सबैले कुरो भने पछाडि अब पार्टी दिने सर्त लाग्यो नि त। अनि पार्टी त दिनु पर्यो त। तिमीले भाडा दिन ल्याइ पैसा पठाएको थिइनौ 2500 आयो। त्यो पैसा मैले अब त्यो पार्टी गर्नु परेन। अब राम्री मेरी बुढी अब मलाई कति खुसी भयो। मैले पनि पार्टी अब खाओ केटाओ भनेर दिएँ। अब त्यही अब पैसा पनि आफ्नो खर्च हुँदैछ त। 2 पेक मैले हल्का लगाइदिएँ। त्यसमा के छ भन त? के नराम्रो गरेँ? नराम्रो त गर्नु भएन। चलो पिउनु भयो त आज। राम्री पनि त भने नि त। अब पार्टी कति राम्री, सबैभन्दा राम्री। अब तिमी भए पछाडि सोच न कुरो के भयो। यो राति हुँदो के को हल्ला? होइन आमा, हामीहरू बुढाबुढीको सल्लाह नि त। सल्लाह हो आमा, सल्लाह सुत्नु तपाईँ सुत्नु।